सो एउटा मान्छे चाहिँ डेली एक पेज बुक पढ्छ हैन, अनि अर्को मान्छे छ त्यो चाहिँ डेली 10 पेज बुक पढ्छ क्या। डेली 10 पेज मतलब एकै 10 डेली भनेको चाहिँ एकै दिनमा चाहिँ 10 पेज पढ्छ, अनि 10 दिनको लागि चाहिँ छोडिदिन्छ, अनि फेरि 20 दिनमा आउँछ अनि 4-5 पेज पढ्छ, फेरि छोडिदिन्छ, अनि त्यस्तै गर्छ हैन। बेला बेलामा आउँछ अनि अलिअलि पढ्छ। अनि जो अर्को मान्छे छ त्यो चाहिँ डेली एक पेज गर्दै आफूलाई ग्रेजुअली बढाउँदै जान्छ हैन। ल भन्नुस् को मान्छेले चाहिँ त्यो बुकलाई राम्रोसँग मेमोराइज गर्न सक्छ, को मान्छेले चाहिँ त्यो बुकमा भएको कुरालाई चाहिँ लागू गर्न सक्छ क्या, त्यो अगाडि मतलब आफ्नो लाइफमा चाहिँ लागू गर्न सक्छ। ल भन्नुस्। आई नो मोस्ट अफ द यु हैन, सबैजनाले चाहिँ फर्स्ट व्यक्तिलाई भन्नुभयो होला क्या, मतलब जो मान्छेले चाहिँ डेली एक पेज पढ्छ त्यो मान्छेले चाहिँ राम्रो गर्छ अनि त्यसले चाहिँ लागू गर्न सक्छ भन्नुभयो। तर पहिला आफूलाई हेर्नुस् क्या, तपाईलाई नि जे कुरा पनि पर्फेक्सन चाहिन्छ हो कि नि। जस्तै हैन म तपाईहरुलाई चाहिँ यहाँ के ब्लेम गर्न आएको हैन, म चाहिँ तपाईहरुलाई गाली पनि गर्दिनँ, ब्लेम पनि गर्दिनँ हैन। यो चाहिँ मैले आफैले भन्न खोजेको है एउटा कुरो चाहिँ, मलाई चाहिँ हैन सेल्फ इम्प्रुभमेन्टको बारेमा 2024 मा लगभग थाहा भइसकेको थियो, मतलब राम्रोसँग थाहा भइसकेको थियो। त्यतिखेर चाहिँ मैले गरेको भए 2026 सम्म चाहिँ एकदम मेरो एकदम राम्रो भइसक्थ्यो क्या, त्यो पनि मलाई थाहा छ क्या, थाहा थियो। तर म चुतिया मैले के गरेँ थाहा छ, 2024 मा त्यो कन्टेन्टहरु एकदम कन्ज्युम गरेँ क्या। मलाई एकदम त्यो सेल्फ इम्प्रुभमेन्टको A to Z लगभग एकदम राम्रोसँग थाहा भइसकेको थियो। त्यो देखिबाट मैले आजसम्म गर्दै गएको भए कम्तीमा नि मेरो हैन एउटा राम्रो डिसेन्ट फिजिक, एउटा डिसेन्ट अमाउन्ट अफ डिसेन्ट, मतलब सबै कुरा एकदम डिसेन्ट भइसक्थ्यो क्या होला है, त्यो भइसक्थ्यो होला सायद हैन, मैले त्यो राम्रोसँग गरेको भए। तर मैले किन गरेँ थाहा छ, म पर्फेक्सनको पछाडि भागेँ क्या। पर्फेक्सन मलाई जे कुरा पनि पर्फेक्ट चाहिएको क्या। एउटा मान्छे दिनको एक पुसअप गर्दै गइरहेछ, मानौ मेरो भाइ चाहिँ दिनको एक पुसअप गरिरहेछ, म चाहिँ त्यहाँ पुरै म चाहिँ गर्दैन, म तँभन्दा बढी सक्छु, ल म 100 पुसअप हानिदिन्छु भन्ने, मैले 100 पुसअप हाने। मेरो भाइ डेली एक पुसअप गरेछ, 1 वर्षसम्म एकदम त्यो अहिले कन्सिस्टेन्सीसित गरिरहेको छ। अनि म आज गऱ्यो 100 पुसअप, भोलि गऱ्यो 5 पुसअप, पर्सि गऱ्यो 500 पुसअप, निकोर्सी काटकोर्सी सुत्यो, घर लाएर सुत्यो। अब भन्नुहोस् कसको चाहिँ एकदम राम्रो प्रोग्रेस हुन्छ क्या, जो मान्छे कन्सिस्टेन्सीसित गर्छ नि त्यो मेरो भाइकै राम्रोसित प्रोग्रेस हुन्छ क्या, हो कि नि? आफै सोच्नुहोस् त, तपाईले कुनै कुरालाई कन्सिस्टेन्सीसित गर्नुभयो भने त्यो कुरा अटोमेटिक पर्फेक्ट हुँदै जान्छ क्या। त्यो चाहिँ मैले बुझेँ क्या, यो 2024 2026 सम्म क्या। यदि तपाईहरुलाई भर्खर सेल्फ इम्प्रुभमेन्टको बारेमा थाहा छ भने, भर्खर थाहा हुँदैछ भने, तपाईहरु केही कुरालाई चाहिँ हैन भर्खर गर्दै हुनुहुन्छ भने आज गर्नुस्। आज तपाईहरुले सानो कुरा लिनुस् हैन, त्यसलाई गर्नुस्। अब यस्तो बिचमा एक दिन आउँछ क्या, एक दुई दिन आउँछ तपाईले त्यो चाहिँ गर्नुहुन्न। अब तेह्रो दिन चाहिँ तपाईहरु के सोच्नुहुन्छ, 2 दिन मिसफुल, अब आज नगरौँ, अब अर्को दिन भएर एकदम पर्फेक्टसित गर्छु क्या। चुतिया हो क्या त्यो भन्ने मान्छे, चुतिया हो क्या त्यो। मैले पनि भन्थेँ म चुतिया हो क्या त्यो भन्ने बेलामा, मलाई अहिले हाँस उठ्छ क्या, कस्तो चुतिया थिएँ क्या म त्यो बेलामा। काश मैले बिस्तारै ग्रेजुअली त्यसलाई इम्प्रुभ गर्दै ब्रेक टु ब्रेक हैन राम्रोसँग इम्प्रुभ गर्दै गएको भए आज म कहाँबाट कहाँ पुगिसक्थ्यो होला क्या। हो मेरो यो पुरै भिडियोको मोटिभ के हो भन्दाखेरि पर्फेक्सनको पछाडि नभाग्नु क्या। पर्फेक्सन किल योर ड्रिम्स क्या। त्यो अझ सानो वर्ड छ होला, तर पर्फेक्सन एउटा यस्तो हो नि, डिजिज हो नि, यसले मेरो 2 वर्ष बर्बाद गरे क्या यो पर्फेक्सनले गर्दाखेरि क्या। यति यो भिडियोको हेरेर तपाईहरुलाई के कुरा थाहा हुनु पर्यो भने पर्फेक्सन भन्ने चाहिँ संसार केही हुँदैन क्या, केही कुरा पनि पर्फेक्ट हुँदैन क्या। पर्फेक्सनको पछाडि चाहिँ कहिले नभाग्नु क्या। सो त्यही हो, अर्को भिडियोमा भेटौँ ल, बाई।